हेलो गाइज, आज चाहिँ म यता यो सफा गर्न लाग्दैछु। हाम्रो यता चाहिँ घरको वरिपरि चाहिँ सब फोहोर भइरहेको थियो कि यो झार उम्रेर अनि त्यता सफा गर्न लाग्दैछु। म र भाइ चाहिँ भाइलाई चाहिँ क्यामराम्यान बनाउन लगेँ मैले चाहिँ। यता पुरै के घरको पछाडितिर पुरै त्यो भइरहेको के झार कति लामो लामो झार उम्रिरहेको थियो। अनि म र भाइ भएर चाहिँ गएको अनि भाइलाई चाहिँ ल त क्यामराम्यान बन्न हिँड अनि म चाहिँ भिडियो बनाउँछु भनेर भाइलाई लग्यो। अनि म चाहिँ फटाफट काम गर्नतर्फ लाग्दैछु अनि भाइलाई चाहिँ मोबाइल समात्न दिएँ। अनि भाइले चाहिँ मोबाइल हल्लाइ गरेर झार देखाएको अरे भाइले चाहिँ। अनि मैले चाहिँ यता देखा न भनेर म बिसाउँदैछु कि भाइलाई देखेर। अनि खुर्पा त्यहाँ माथि राखेर अनि झार उखाल्न लाग्यो। झारमा त यस्तो माटोहरू आएको अनि माटो फेरि उता घरभित्र पस्छ कि भनेर अनि डराउँदै बिस्तारै उखाल्यो। अनि यता मासतिर उखाल्दै यहाँसम्म आइपुगे। कस्तो गाडी थियो नि त अहिले चाहिँ अलि गरेर चाहिँ झार उखालेर चाहिँ यहाँसम्म आइपुगेँ म चाहिँ। अनि माथि दिदीहरूको चाहिँ फुल थियो कि त्यो फुल चाहिँ तल आइरहेको थियो, त्यसको नि मैले सब छट्याएर मिलाएर गरेँ। अनि यसो सफा गरेँ। अब त बर्खा लाग्यो नि त अनि सर्पो आउँछ भनेर म चाहिँ आज टाइम मिलाएर सफा गर्दैछु। आज चाहिँ यस्तो हरियो झार मात्रै अनि म चाहिँ उखालेको। अनि मैले चाहिँ आज कसो मिलाएर टाइम मिलाएर चाहिँ एउटा सानो ब्लग बनाऊँ भनेर सोचेर अनि ब्लग बनाउँदै त अस्ति नि भाइलाई क्यामराम्यान लिएर आएर ब्लग बनाएको। अनि तपाईँहरूलाई चाहिँ नमस्ते वेलकम छ तपाईँहरूलाई मेरो ब्लगमा भनेर चाहिँ म झार उखाल्नतर्फ लागेँ। अनि तपाईँहरू कोही नयाँ हुनुहुन्छ भने चाहिँ मेरो युट्युब च्यानललाई सपोर्ट गरिदिनु पर्यो है साथीहरू। सब्सक्राइब हानिदिनु पर्यो। अनि यसो तपाईँहरूको जिज्ञासा मनमा के लागेछ त्यो पनि भन्नु होला। जिज्ञासा लागेको जति भन्नु होला। तपाईँहरूको मनमा के जिज्ञासा भन्नुहोस्। अनि म चाहिँ अलि पहिला नै बनाउन सुरु गरेको। अनि एकछिन चाहिँ मैले भिडियो बनाएको थिइनँ, केही टाइम चाहिँ मैले भिडियो बनाएको थिइनँ। अनि बल्ल अहिले चाहिँ भिडियो बनाउन लागेको छु। युट्युबमा चाहिँ भिडियो हालेको छु। अनि कोही कसैले नि हेर्नुहुन्न, त्यही नि झ्याउ लाग्छ भिडियो हाल्न। त्यही नि म आज चाहिँ टाइम मिलाएर भिडियो बनाउँछु कि सबैले माया गरिदिनु होला, हेरिदिनु होला। अनि हेर्नुहोस् गाउँघरतिर यस्तै छ चलपल। अहिले चाहिँ काम खासै छैन, घाँस काट्ने अनि त्यो च्याउ खोज्ने मात्र हो। अनि म चाहिँ मम्मीहरू च्याउ खोज्न जानुभयो, बहिनीहरू चाहिँ पानी लिन, पानी पनि आएको छैन धारामा, पानी ओसार्न गयो बहिनीहरू चाहिँ। म चाहिँ यहाँ झार उखालेको म र भाइ भएर भाइलाई क्यामराम्यान राखेर म चाहिँ झार उखालेको गफ गर्दै झार उखाल्दै गरेको। माथिबाट चाहिँ भाइले बोलाउँदैछ कि मामाको छोराले। अनि म चाहिँ यहाँ दाउरा पनि यता खसिरहेको थियो कि त्यता मिलाउँदैछ। बहिनीहरूले चाहिँ बिचबाट तानिदिन्छ कि दाउरा पनि साह्रै झ्याउ छ। अनि फेरि त्यो बिचबाट निकालेर फेरि पछि त्यो भड्किन सक्छ नि त त्यो दाउरा मिलाएको। अनि त्यही भएर म बिचमा हाल्दैछु। अनि दाउरा अलिकति यता झरेको रहेछ अनि त्यो मिलाउँदैछु। भाइ र म गफ गर्दै गरेको काम चाहिँ भाइले चाहिँ हँसाउँछ, कहिले रिस उठाउँछ, कहिले के गर्छ। अनि यस्तै छ मेरो भिडियो चाहिँ। सबैजना माया गरिदिनु होला भन्न चाहन्छु। अनि तपाईँहरू कोही नयाँ हुनुहुन्छ भने चाहिँ प्लिज मेरो भिडियोलाई सब्सक्राइब हानिदिनु होला। अनि गाइस, तपाईँहरूकोतिर के कस्तो? हाम्रोतिर त पानी परेको गरेर 2-3 दिन भइसक्यो पानी परेको नि। अनि तपाईँहरूसित गफ लाउँदै चाहिँ उठाउने बेला नि भइसक्यो। अनि झारहरू उखाल्दै डोकोमा हाल्दै गरेछु म चाहिँ। डोको चाहिँ ठुलो झ्याउ छ, उचाल्न नि झ्याउ हुन्छ, च्यातिन लगाइरहेको त्यही माथि। अनि यस्तो झारहरू निकाल्दैछु। अनि मलाई चाहिँ खासै ब्लगमा इन्ट्रेस्ट नै थिएन। अनि अहिले चाहिँ के कसो जोस जागेर आयो।
अनि भ्लग गर्न सुरु गरेको। मलाई खासै बोल्न नि आउँदैन अनि तपाईहरुलाई चाहिँ के कस्तो लाग्छ कमेन्टमा भन्नु होला। मलाई चाहिँ बोल्न नि आउँदैन अनि केही बोल्न नि आउँदैन, त्यसै बनाएको भर्खर स्टार्टिङ हो। म चाहिँ अहिले पहिला चाहिँ बनाउँथेँ, 1-2टा भिडियो हालेछु अनि एकछिन छोडेको थिएँ कि मैले। अनि फेरि अहिले चाहिँ कहाँबाट जोस जागर आएर म चाहिँ अस्ति र आज चाहिँ भ्लग हाल्दैछु। अनि मलाई चाहिँ बोल्न आउँदैन अनि केमा मिस्टेक छ अनि भनिदिनु होला। तपाईहरुले मिस्टेक भए म सुधार्न कोसिस गर्छु। अनि कमेन्टमा भनिदिनु के कस्तो बोल्ने, कसरी बोल्ने, केमा गलत छ, मिलेछ कि मिलेछैन भनेर भनिदिनु होला। मलाई चाहिँ खासै बोल्न आउँदैन, यस्तै हो म बोल्ने नै। अनि कोही कसैले भन्नु होला कि छ्या कस्तो बोल्नै नआएको जस्तो, कस्तो नाटक गरेर बोलेको भन्नुहुन्छ होला। मलाई चाहिँ बोल्नै आउँदैन, म बोल्ने नै यसै नै हो गाइज। अनि म र भाइ चाहिँ भ्लग बनाउँदैछु, कच्चिति भन्नु म र भाइ भ्लग बनाउँदैछु भनेर एउटै कच्चिति भनिसकेँ मैले। बोल्नै आउँदैन के गर्नु र, यस्तै छ गाइज। तपाईहरु जो नमानिकन हेरिदिनु होला, यस्तै हो भ्लग भनेको, आउँदैन बनाउन यस्तै भए पनि हेरिदिनु होला, हेरेर साथ दिनु होला भन्न चाहन्छु। अनि तपाईहरु कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि भनिदिनु होला। अनि गाइस बोल्दै दोगो पनि परे मैले। अनि म चाहिँ यो फाल्न जाँदैछु, यहाँबाट नछिरेर भाइलाई चाहिँ दोकानमा पठाएर म चाहिँ बल्ल यहाँबाट छिराएँ। अब यहाँबाट चाहिँ सानो बाटो छिराउनु गर्दा सकेन यो डोको। अनि भाइलाई दोकानमा पठाउन नि सकेन। अनि मैले डोको बिसाउन बाध्य भएँ गाइस। हेर्नुहोस् बाटो चाहिँ यत्रो सानो। अनि मैले र भाइले गरेर जबरजस्ती धोका हालेर यो चाहिँ म बाहिर निकाल्न कोसिस गर्दैछु गाइज। हेर्न सक्नुहुनेछ तपाईहरुले। म त बाहिर निकाल्नै सकिनँ कि। अनि हाँसो पनि लाग्यो, रिस पनि उठेको, यस्तो जो भइरहेको थियो। बल्ल छिर्यो कि यहाँबाट चाहिँ सकेको थिएन। अनि एकछिन मेरो चाहिँ बल छैन खासै। अनि बल्ल निकालेँ यहाँबाट चाहिँ। अब यहाँबाट चाहिँ कसरी निकाल्ने भने बल्ल सके यहाँबाट नि। यस्तो है, यस्तो सानो गल्लीबाट मैले यत्रो ठुलो डोको निकाल्न सफल भएँ गाइस। अनि भाइले चाहिँ यत्रो सानोबाट नै छिराउन सफल भयो दिदीले भन्दैछ मेरो भाइले चाहिँ। अनि म चाहिँ बोकेर बाहिर निकालेर एकछिन आराम गरेँ। अनि एकछिन आराम गरेर अनि भाइलाई समात भने अनि सबभन्दा लगाएँ। अनि म बोकेँ। अनि यो चाहिँ उता फाल्न लगेँ मैले चाहिँ। यो चाहिँ मेरो घर हो। अनि यो चाहिँ मेरो बजैको घर हो। बजै एक्लै बस्नुहुन्छ यो सानो घरमा, आफू एक्लै रमाउनुहुन्छ, एक्लै बस्नुहुन्छ। अनि म चाहिँ फटाफट लागेर गएँ फाल्नलाई, सरासर गएँ। भाइलाई चाहिँ मोबाइल चलाउन पठाइदिएँ। भाइले चाहिँ कता देखाएछ, यता बाख्राहरू देखाएछ, यता मलाई नि सानो गरेर देखाइदिएछ। अनि म चाहिँ यहाँ फालेँ। अनि गाइस तपाईहरु यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने कमेन्ट गरिदिनु होला। तपाईहरु नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला। थ्यांक यू।